हेलो एभ्रिवान वेलकम ब्याक टु माई भिडियो अगेन। अनि अहिले बुटोल सहरभरिको चोकचोकमा तपाईँहरूले रिफ्लेक्टर लगाएर बसेका युवाहरूलाई देख्न सक्नुहुन्छ। आज हामी उहाँहरूसँग कुराकानी गर्न जाँदैछौँ। आखिर उहाँहरू किन र के को लागि चाहिँ चोकचोकमा बसिराख्नु भएको छ भन्ने विषयमा। स्वागत छ ब्रदर तपाईँलाई मेरो भिडियोमा। आखिर तपाईँहरूलाई चाहिँ कसले खटाएको छ यहाँ चोकचोकमा र किन? हामी चाहिँ बुटोल उपमहानगरपालिकाद्वारा चाहिँ ट्राफिक व्यवस्थापन स्वयंसेवक हौँ। अहिले कलेजका विद्यार्थीहरूलाई पढ्दै रोजगार कार्यक्रम अन्तर्गत पनि भएको भएर चाहिँ 5-5जनाको दरले चाहिँ 100जनाको टिम लिएर चाहिँ हामी चाहिँ ट्राफिक व्यवस्थापनतिर चाहिँ लागेका छौँ। र यो चाहिँ बुटोल उपमहानगरपालिका र हाम्रो ट्राफिक पुलिसहरूको समन्वयद्वारा चाहिँ हाम्रो यो चाहिँ कार्यक्रम सञ्चालन भएको छ। अन्य ट्राफिक नियम भोइलेसनहरूको भिडियो फोटो खिची चाहिँ है ट्राफिकलाई चाहिँ अझ सुदृढ बनाउने र ट्राफिक एक्सिडेन्टलाई चाहिँ अझै कम रूपमा चाहिँ र जोखिम चाहिँ न्यूनीकरण गर्ने हिसाबले चाहिँ हामीले त्यो मोटिभले चाहिँ हाम्रो कार्यक्रम सञ्चालन भएको छ। 2 दिनको तालिम राम्रोसित तालिम पाएका छौँ, जसले गर्दाखेरि हामीलाई हाम्रो काम के हो र हाम्रो कर्तव्य के हो, हाम्रो लिमिट के हो र हामीले चाहिँ के गर्नुपर्छ, हामीले कसरी के गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीलाई पूर्ण रूपमा ज्ञात गराएर चाहिँ हामीले रोडमा उतारिएको छौँ। हामी रोडमा रोजगार कार्यक्रम चाहिँ हाम्रो नेपालमै पहिलोचोटि बुटोल उपमहानगरपालिकाले ल्याइदिएको कारणले गर्दाखेरि कहीँ न कहीँ विद्यार्थीहरूमा एउटा हर्ष उल्लास छ। तापनि 4 घन्टाको यो धुपमा गर्मीमा चाहिँ काम गर्नु पाउँदा र काम मात्र नै कि एउटा स्वयंसेवक भएर चाहिँ गर्नु पाउँदा चाहिँ एउटा राम्रो पनि लाग्यो, आफ्नो कर्तव्य पनि हो। एउटा आम नागरिकको कर्तव्य सँगसँगै चाहिँ हामीले केही समयको लागि आफ्नो समय चाहिँ दिएर चाहिँ एउटा असल नागरिक निभाउन सक्छौँ भने चाहिँ त्यो चाहिँ राम्रो हो। थ्याङ्क यू सो मच फर जोइनिङ अस। हेभ अ ग्रेट डे। सो गाइज तपाईँहरूले सुनिसक्नुभयो किन र के को लागि भनेर। अब तपाईँहरू आफै निर्णय गर्नु उहाँ नगरपालिकाले गरेको या चालेको यो कदम सही छ या छैन भनेर। थ्याङ्क यू सो मच फर जोइनिङ अस। सो किप फलोइङ। थ्याङ्क यू।